लागि हातेमालो। खाना जीवनको आधार हो। खाना बिना गाडी चल्दैन। त्यसरी नै खाना बिना मानिसको जीवन चल्दैन। मानिसले खाना भए पनि स्वच्छ हुनुपर्छ, किनभने अस्वच्छ खानाले हाम्रो बुद्धि, शारीरिक स्थिति र मन, आत्मा सबैलाई असन्तुष्ट पार्छ। खानाले मानिसको जीवनलाई निरन्तरता दिन्छ। स्वच्छ खानाको कारणले गर्दा मानिस स्वस्थ हुन्छ र जीवनको फैसला लिन सक्छ। स्वच्छ खाना भनेको कुनै पनि विषादी प्रयोग नभएको खाना हो। कार्बोहाइड्रेट, प्रोटिन, चिलो पदार्थ, खनिज, भिटामिन आदि मिलेर बनेको सन्तुलित भोजन नै स्वच्छ खाना हो। यसले हाम्रो चेतनालाई बढाउने, शक्ति दिने, रोग प्रतिरोधात्मक शक्ति दिने, शरीरको वृद्धि विकास गर्ने काम गर्दछ। अस्वच्छ खाना भनेको रङ मिलाएको, केमिकलको प्रयोग भएको, अस्वच्छ वातावरणमा बनेको खाना हो। यसले शरीरलाई नराम्रो असर पार्दछ। शारीरिक अवस्थामा कमजोरी, मुटु रोग, क्यान्सर, पेटको रोग जस्ता रोग लाग्ने साथै मानिसको मस्तिष्कमा पनि असर पार्दछ। यसले क्षणिक स्वाद दिन्छ तर दीर्घकालीन असर पार्छ। नराम्रो क्वालिटीको खाना बेच्नु, किसानहरूले तरकारीलाई राम्रो देखाउन त्यसमा विषादीको प्रयोग गर्नु, रेस्टुरेन्ट वालाहरूले खानाको स्वाद बढाउन र लामो समयसम्म राख्न केमिकल प्रयोग गर्नु, उपभोक्ताले नराम्रो वस्तु पाएपछि त्यसको कम्प्लेन नगर्नु, सरकारको निगरानीको कमी। संवैधानिक कानुन 2072 सालको संविधानले धारा 36 को 2 मा भनेको छ, प्रत्येक व्यक्तिले स्वच्छ पौष्टिक खाना पाउनु नागरिक अधिकार हो। खाद्य ऐन 2033 ले नराम्रो खाना बिक्री गर्नु, झुटा जानकारीको साथ खाना दिनु अपराध हो। यसमा व्यापारीले जरिवाना तिर्ने, सजाय पाउने तथा व्यवसाय बन्द हुन्छ। उपभोक्ता ऐन 2075 ले गुणस्तर नभएको खाना बेच्नु, मानवलाई हानि पुर्याउनु, खाना बिक्री गर्नु गैरकानुनी हो। यसमा व्यापारीले सजाय हुन्छ। कानुनी कार्यान्वयन 2079 सालमा फुड डिपार्टमेन्टले 40,000 जति खानाको जाँच गर्दा 8,000 प्लस मा मिसावट योग्य खाना थियो। यसले बताउँछ कानुन भए पनि कार्यान्वयनमा कमी रहेको छ। अस्वच्छ खानाको असर, यसले व्यक्तिलाई रोगी बनाउँछ। यसले दीर्घकालीन रोग, क्यान्सर समेत हुन्छ। बौद्धिक शक्ति कम हुन्छ। समाजमा रोगी मानिसको संख्या बढ्छ। राष्ट्रलाई औषधि निर्यात धेरै मात्रामा गर्नुपर्छ। दक्ष स्वस्थ जनशक्तिको कमीले देश विकासमा बाधा आउँछ। हातेमालोको आवश्यकता, हातेमालो भनेको सबै एकजुट भएर समस्याको समाधान गर्नु हो। वातावरण संरक्षण गर्नु, आफ्नो स्वास्थ्यमा ध्यान दिनु सबैको कर्तव्य हो। हामीले यदि कुनै रेस्टुरेन्टमा सफा नभएको खाना देख्दा, कुनै नराम्रो गतिविधि हुँदा कार्यालयलाई जानकारी गराउनु पर्छ। समाधानका उपाय, किसानले खेती गर्दा जैविक मलको प्रयोग गर्नुपर्छ। व्यापारीले उपभोक्तालाई गुणस्तरीय खाना बेच्ने, उद्योगपतिले राम्रो खानाको मात्र उत्पादन गर्ने, उपभोक्ताले ब्याज भएको सामान एक्सपायरी डेट हेरेर मात्र किन्नुपर्छ। सरकारी कार्यान्वयनलाई ग्रामीण क्षेत्रमा पनि जाँच गर्न पठाउने र कडा कडा अस्वच्छ खाना बिक्री गर्नेलाई सजाय दिने, अभिभावकले आफ्ना बालबालिकालाई हात धोएर खाना खान सिकाउने र सफा खाना पकाउने, जनचेतना फैलाउने। निष्कर्ष, स्वस्थ खाना मानव जीवनको मेरुदण्ड हो। स्वच्छ खानाले बालबालिकालाई पढ्न मन लाग्छ। यसले मानवलाई रोगबाट टाढा राख्छ र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। मानिसले अस्वच्छ खानाको पहिचान गरेर स्वच्छ खानेकुरा खानुपर्छ र स्वच्छ खाना र सुखद भविष्यको हातेमालोको भन्नुको अर्थ सफा खाना खुसी सुखी जीवनको सहकार्य हो। त्यसैले स्वच्छ रहौ, सुखी जीवन बिताऊ, आफ्नो भविष्यलाई उज्जवल बनाऊ, सचेत रहौ। धन्यवाद। स्वच्छ खाना र सुखद भविष्यको लागि हातेमालो शीर्षकमा जुन निबन्ध प्रतियोगिता भएको थियो, त्यसमा प्रथम स्थान हासिल गर्नुभएका खुसी खत्रे बहिनीलाई पुनः सम्पूर्णमा बधाई र बहिनीले आफ्नो चाहिँ निबन्ध लेखन वाचन गरेर पनि गइसक्नु भएको छ र अब चाहिँ